रिचार्ज कार्डको 5-6 वटा पिन कोड मेट्यो भने गुगलमा गई pinrecovery.ntc.net.np नेपाल टाइप गर्ने, पिन रिकभरी अफ एन्टी रिचार्ज कार्डमा टाइप गर्ने, GSM/CDMA पोस्टपेडको सर्कलमा क्लिक गर्ने। त्यसपछि रिचार्ज कुन नम्बरमा हाल्न आँट्नु भएको हो तपाईँहरूले त्यो नम्बर चाहिँ सर्भिस नम्बरमा चाहिँ क्लिक गर्ने। जस्तै कि मैले चाहिँ यहाँनिर 10 वटा नम्बर राखिदिन्छु, जुन भए पनि एउटा त्यतिकै। अब चाहिँ सिरियल नम्बरमा चाहिँ रिचार्ज कार्डमा भएको सिरियल नम्बर हान्ने र पिन कोडमा चाहिँ तपाईँहरूको त्यहाँ पिन कोडमा जे छ त्यो नम्बर हान्ने र नभएको ठाउँमा चाहिँ XX हान्ने। क्याप्चमा चाहिँ हामीले तल जे छ त्यही, जस्तै कि 1 2 3 स्मल a अनि स्मल b छ, क्यापिटल भयो क्यापिटल, स्मल भयो स्मल हान्ने। अनि त्यसरी चाहिँ भेरिफाई गरिदिने। अनि भेरिफाई गरेपछि एकचोटि डाटा चेक गर्ने र डाटा चेक गरेर चाहिँ हामीले कन्फर्म गरिदिने। द रिजल्ट इज द कार्ड इज अलरेडी युज, यु हेभ इन्टर 30 करेक्ट डिजिट भनेर भनेको छ। मतलब मैले 13 वटा चाहिँ नम्बर सही हाने, मैले चाहिँ पहिल्यै हालेको थिएँ, तपाईँहरूकोमा चाहिँ रिचार्ज नै जान्छ।